कतिपय साथीहरूले आइपिओ को रिजल्ट कसरी हेर्ने मलाई त हेर्न आएन, मलाई पनि सिकाइदिनु न भनिराख्नु भएकाले चाहिँ मैले यो भिडियो तपाईँहरूलाई सेयर गरेँ। तपाईँहरूले हेर्नु होला यो मैले आइपिओ को रिजल्ट चाहिँ कसरी हेर्ने। अब आइपिओ को रिजल्ट त मेरो सेयरबाट पनि हेर्न मिल्छ हैन, मेरो सेयर एपबाट पनि, तर त्यसमा चाहिँ अलिकति टाइम लाग्छ। हामीलाई त के हुन्छ, आज रिजल्ट आयो भनेपछि आजै अहिले हेरिहाल्न पाए हुन्थ्यो भन्ने हुन्छ नि त। अनि रिजल्ट आएको केही समय पछाडि नै हेर्न मिल्ने केही लिङ्कहरू, केही चाहिँ एप्सहरू छन्। म त्यसको बारेमा थोरै यसो भिडियो बनाएर हालिदिएको छु। यो भिडियो पुरा हेर्नु होला, मन पर्यो भने सेयर गर्नु होला, कमेन्ट पनि छोड्नु होला है त। ल भिडियो सुरु गरौँ। म मोबाइलको स्क्रिन सेयर गरिहालेँ है त। तपाईँ डाइरेक्ट आफ्नो मोबाइलमा रहेको क्रोममा जानु होला। त्यस पछाडि यो सर्चमा गएर iporesult.cdsc.com.np सर्च गर्नु होला। त्यसपछि यस्तो इन्टरफेस खुल्छ। यो रिजल्ट सिडिएससी भन्नेमा चाहिँ तपाईँले टच गर्नुपर्ने हुन्छ। त्यस पछाडि यस्तो इन्टरफेस आउँछ अनि यो माथि रहेको यो आइपिओ रिजल्ट भन्ने यो माथि टपमा आइपिओ रिजल्टमा थिच्नु होला। आइपिओ रिजल्टमा थिचेपछि यस्तो देखाउँछ। अनि यहाँ माथि यो सालापा विकास ब्याङ्कको अस्ति भर्खर रिजल्ट आएको, त्यसको चाहिँ अहिले टपमै त्यो रिजल्ट आएकोहरूको रहेको हुन्छ, नभएदेखि आफूले त्यहाँ छान्नुपर्ने हुन्छ। त्यस पछाडि त्यहाँ 16 अङ्कको आफ्नो डिम्याटको बिओआइडी राख्नुपर्ने हुन्छ। बिओआइडी राखिसकेपछि तल इन्टर क्याप्चा भनेको छ, त्यहाँ हामीले क्याप्चा राख्नुपर्ने हुन्छ। यहाँ मैले तपाईँलाई उदाहरणको लागि एउटा मैले राखेर देखाएँ। यहाँ चाहिँ हामीले क्याप्चा राख्नुपर्ने हुन्छ। त्यो अङ्कमा दिएको हुन्छ क्याप्चा चाहिँ। यो क्याप्चा हामीले राखिसकेपछि यो तलको भ्यू रिजल्ट भन्ने छ, त्यहाँनिर हेरेपछि र त्यहाँनिर टच गरेपछि यस्तो परेको छ भने यो मेरो चाहिँ परेको थियो अनि यसरी अलटमेन्ट भनेर देखाउँछ। यदि परेको छैन भने चाहिँ म अर्को तपाईँलाई नपरेको आइडीबाट पनि देखाउँछु। यसरी परेको छैन भने चाहिँ तपाईँलाई यो क्याप्चा राखिसकौँ अनि नट अलटेड भनेर देखाउँछ। तपाईँलाई परेको छैन भने, यदि परेको छ भने अलटेड भनेर देखाइहाल्छ। यो पनि हेरौँ, यस्तो इन्टरफेस आउँछ। सरी नट अलटेड फर द इन्टर बायो भनेर यसरी आयो हैन। यो चाहिँ वेबसाइटबाट हेर्ने भयो। अब हामीले अर्को सेयर हबबाट पनि हेर्न मिल्छ। यसरी सेयर हब डाउनलोड गर्नु होला छैन भने। अनि यहाँ चाहिँ हामीले यो सर्भिसेस भन्ने छ, त्यहाँनिर टच गरेपछि त्यहाँ आइपिओ रिजल्ट भन्ने अप्सन हुन्छ अनि त्यहाँ थिच्ने। त्यस पछाडि हामीलाई यस्तो इन्टरफेस देखाउँछ अनि हामीले यहाँ कम्पनी सिलेक्ट गर्ने। त्यस पछाडि त्यहाँ बिओआइडी राख्ने। त्यही उताकै जस्तो प्रोसेस हो। यहाँ पनि मात्रै हेर्ने माध्यम मैले भनिदिएको। यसमा चाहिँ छिटो हेर्न मिल्छ क्या, सेयर हबमा र यता यो